तर अब हामी नसुध्रेर कहिले सुध्रिने? त्यही भएर हामीले हिजो अथाक प्रयास गरेको, प्लेन 3 एयरलाइन्स रेडी गरेको, पर्मिसनहरू लिनुपर्छ लिएकै हो। तर डक्टर्सहरूले स्टेबल राख्नु पर्यो, पेसेन्टलाई स्टेबली ट्रान्सफर गर्नु पर्यो। अब उहाँको ब्लड प्रेसरै लो भइसकेको थियो। ब्लड प्रेसर लो भएको टाइममा हामीले उहाँलाई लाँदै गर्दाखेरि केही गरी घटना घटिहाल्यो भने त हामीले त बचाउने उद्देश्यले गरिरहेको हो नि त। डक्टर्सहरूको रेकमेन्डेसन त बुझ्नु पर्यो। अब यहाँ आएर सबैजना एक्सपर्ट भइसकेका छन्, सबैजना डक्टर्स भइसकेका छन्। त्यहाँ डक्टर्स एक्सपर्ट्सहरू, नेपालको विज्ञ डक्टर्सहरू सबै हामीले राखेको थियौँ त्यतिखेर। कुनै हालतमा बचाउनु पर्यो हामीले भनेर भने त। तर त्यही पनि त्यो जिम्मेवारी कसको थियो? स्थानीय तह त। स्थानीय तहको सरकार कसको छ अहिले नेपाल अहिले काठमाडौँमा? तपाईँहरू आफै भन्नुहोस्, स्थानीय सरकार कसको? बिल लक लागेको कसले? हामीले भनिराख्नु पर्ने, अनि त्यो दोष पनि हामीले भोग्नुपर्ने। हामीले आफ्नो जिम्मेवारी निभाउँछौँ, जोसुकैले गरेको होस्। आफूले अघि बढ्नुपर्छ, त्यसमा दोष लाउनु हामीलाई छैन। आफूले गर्नुपर्ने कर्तव्य, राज्यले गर्नुपर्ने कर्तव्य त यही त हो त। आफ्नो नागरिकलाई जसरी भए पनि बचाउनु पर्ने गर्छौँ। 3 रात सुत्नु नपरोस्, 4 रात सुत्नु नपरोस्, हामी सुत्दिनौँ। आफ्नो नागरिकलाई बचाउँछौँ। हामी प्रयास गरेकै हो मान्छेहरू। र अहिले आउँदाखेरि आफ्नै साथीभाइहरू मान्छेहरू जो अगाडि एउटा बोल्नुहुन्छ, पछाडि अर्कै बोल्नुहुन्छ। चित्त बुझ्दैन रहेछ यो। अगाडि जसरी बोल्नु भएको छ त्यसरी नै पछाडि बोल्नु पर्यो।